नमस्ते, म राज धमला। आज म तपाईहरुसँग माथिल्लो आसाम यानी अप्पर आसामका हाम्रा क्षेत्रहरू, विशेष गरी शिवसागर, जोरहाट, नाजिरा र चराइदेउको एउटा एकदमै दुखी खबर शेयर गर्न गइरहेको छु। हालै आएको भीषण बाढीले यहाँका मानिसहरूको जीवन सोच्नै नसक्ने गरी तहस-नहस बनाएको छ। ASDMA यानी असम राज्य विपद व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनका अनुसार त यो 50 वर्षताकै सबैभन्दा भयावह बाढी हो। सिङ्गो आसामभरि बाढीका कारण 65 देखि 70 जना भन्दा बढीले ज्यान गुमाइसकेका छन् अनि शिवसागर र नाजिरा क्षेत्रमा मात्रै 30 भन्दा बढी मानिसको ज्यान गएको छ। अप्पर आसामका यी जिल्लाहरूमा 3 लाख भन्दा बढी मानिसहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् भने शिवसागरमा मात्रै करिब 4 लाख मानिस बाढीको चपेटामा परेका छन्। अहिले 3 लाख भन्दा बढी मानिसहरू आफ्ना घरखेत छाडेर उच्च स्थान, सडक किनार र करिब 400 भन्दा बढी राहत शिविरहरूमा बस्न बाध्य छन्। मानिसहरू त जसोतसो ज्यान जोगाएर निस्किए, तर ती मुख नभएका पशुपन्छीको अवस्था हेर्दा आँसु थाम्नै सकिँदैन। शिवसागर र जोरहाट क्षेत्रमा 1,38,000 भन्दा बढी गाई, भैँसी, बाख्रा, सुँगुर र हाँस कुखुरा बाढीबाट प्रभावित भएका छन्। चराइदेउ र शिवसागरबाट मात्रै 9,000 भन्दा बढी पशुपन्छी बाढीमा बगेका वा मरेका छन्। गोठहरू डुबेका छन् र बाँचेका जनावरका लागि न खाने घाँस छ न त पिउने सफा पानी। नाजिरा र शिवसागरका हजारौं घरहरू पूर्ण रूपमा पानीमा डुबेका छन्। 22,000 भन्दा बढी घरहरू बाढीले भत्काएको छ भने घरभित्रका अन्न, कपडा र सामानहरू पूर्ण रूपमा नष्ट भएका छन्। 25,000 हेक्टर भन्दा बढी कृषियोग्य जमिन र भर्खरै रोपेको धानको खेत हिलो र बालुवाले पुरिएको छ। यातायात पनि पुरै ठप्प छ। 200 भन्दा बढी सडकहरू भत्किएका वा बगेका छन्। सिमालीगुडी र मरियानी क्षेत्रमा त रेलको पटरी नै भत्किएकाले रेल सेवा समेत बन्द गर्नु परेको छ। दिखौं र दिसिङ जस्ता नदीहरूको बहाव सोच्नै नसकिने गरी बढेकाले स्थिति नियन्त्रण बाहिर पुगेको थियो। अहिले भारतीय सेना, वायुसेना अनि NDRF र SDRF यानी राष्ट्रिय र राज्यका विपद उद्धार टोलीहरूले दिनरात नभनी उद्धार र राहत सामग्री वितरणको काम गरिरहेका छन्। यो केवल एउटा तथ्याङ्क मात्र होइन, हाम्रा आफ्नै दाजुभाइ, दिदीबहिनी र पशुपन्छीले भोगेको वास्तविक पीडा हो। यो कठिन समयमा हामी सबैले आफ्नो तर्फबाट सहयोग र प्रार्थना गर्न एकदमै आवश्यक छ।